र बोलिङमा विकेट अब इकोनोमी मिलेन जस्तो लाग्यो ब्याटिङमा रन मिलेन त्यही नै हो अब जसले राम्रो गर्छ त्यही नै पर्ने हो अब को पर्छ को पर्दैन त्यो केही फरक पर्दैन लास्टमा गएर नेपालै हो नेपालले जित्यो त्यति पुगिहाल्यो अब हामी अब होटेलतिर जान्छ सँगै साथी बसेर बस्नु पर्दैन बिचमा सोध्नु ओके यहाँको लागि त्यही प्रश्न होइन अब पोखरा चाहिँ अब दुईवटा चाहिँ एडिसन सकिँदा पनि पोखरा एकमात्र त्यो टिम बन्यो जो चाहिँ प्लेअफमा पुग्न सकेन अरूहरू सबैले चाहिँ प्लेअफको अनुभव लिने भयो कहाँनिर गलत भयो जस्तो लाग्छ यो पटक अब यस्तो हो अब कम्पेयर गर्ने हो भन्दा अब लास्ट सिजन भन्दा हामी बेटरै खेलेको होइन नट ओन्ली अब 3टा गेम जित्यो सबै गेमहरू हेर्नुहुन्छ भने हाम्रो त्यो मुभमेन्टहरू थियो जुन क्रुसल मुभमेन्टहरू थियो त्यो चाहिँ हामीले क्याच गर्न सकेनौँ अब जस्तै लुम्बिनीसँग पनि त्यो हामी लास्ट ओभरमा गएर हार्यौँ र काठमाडौँसँग त्यो मुभमेन्ट थियो कि जुन हामीले त्यो पछि आएर भीमले एक्स्ट्रा खेल्थ्यो त्यो मुभमेन्टहरू चाहिँ हामीले क्याच गरेको भए चाहिँ यो सिनारी चाहिँ हाम्रो हुने थियो जस्तो लाग्छ र लास्ट इयर पनि अब क्वालिफाई भएको थिएनौँ अब त्योभन्दा अब खुसी चाहिँ हामीले बेटर गरेको छौँ लास्ट इयरभन्दा त्यो नै देखेर म खुसी छु सो तपाईँको पर्फर्मेन्सको दुईवटा म्याचमा लगातार चाहिँ हाफ सेन्चुरी तपाईँले बनाउनु भयो होइन त्यसपछि चाहिँ अलिकति आफ्नो तरिकाले गएन कहाँनिर के मिस भयो जस्तो लाग्छ यो पटक मैले अघि कुशललाई सोधेको जस्तै प्रश्न के 1 2 3 हामी कहाँनिर चुक्यौँ जस्तो लाग्छ जस्तो यो फ्रेन्चाइज टिममा हुनुहुन्छ फ्रेन्चाइज टिमको अन्डरमा रहँदाखेरि चाहिँ प्रेसर चाहिँ कतिको हुन्छ ओनरहरूको अथवा यो रिजल्ट नआउँदाखेरि प्रेसर चाहिँ कतिको फिल गर्नुपर्छ फर्स्ट सिजनमा अलिकति धेरै प्रेसर थियो अहिले चाहिँ त्यस्तो प्रेसर थिएन किनभने अब हामी त्यो 1 इयर हामी त्यो एक्सपिरियन्स भइसकेको थियौँ एज अ अनरलाई पनि एज अ प्लेयरलाई एज अ डोमेस्टिक प्लेयरलाई पनि होइन त्यही भएर यो इयर चाहिँ त्यस्तो प्रेसर थिएन टिमले राम्रो गर्नुपर्ने भन्ने त थियो तर अब सबै म्याचेसहरू सबै टुर्नामेन्टहरू राम्रो त गरेको हो तर त्यही अघि भने जस्तै मुभमेन्टहरू चाहिँ क्याच गरेको जस्तो यो एनपिएलमा चाहिँ नेपाली नेसनल टिमको चाहिँ ओपनरहरूको पर्फर्मेन्स त्यति राम्रोसँग चाहिँ आउन सकेन खुलेर आउन सकेन हामी T20 वर्ल्ड कप खेल्दैछौँ होइन तपाईँको मात्र होइन जो पनि ओपनिङमा खेल्दै हुनुहुन्छ उहाँको पर्फर्मेन्स त्यति आउन सकेन त्यो हिसाबले चाहिँ कतिको कन्सर्नको विषय हो जस्तो लाग्छ यहाँलाई होइन खोइ म त वान डाउन खेलिरहेको छु अब हेर्ने हो भने अब एउटा म्याचमा लोकेशले राम्रो गरिरहेको थिएन अब 2टा म्याच मेरो राम्रो भएको थियो आसिफ पनि फर्स्ट म्याच चाहिँ राम्रै गरिरहेको थियो अनिल पनि राम्रै गरिरहेको थियो जो ओपनर खेलेर त्यो स्टार्टहरू चाहिँ पाइरहेको थियो होइन त्यो क्याचिङ चाहिँ गर्न सके जसरी त्यो क्याच गर्न सकेन जसरी हाम्रो टिमको एउटा रोसिन्टन जसरी ब्याटिङ गरिरहेको थियो अनि एज अ ओपनर भएर उसले सबै ठुलो स्कोर गरिरहेको थियो हाम्रो लागि त्यो हाम्रो लागि खुसी थियो त्यो चाहिँ डोमेस्टिक प्लेयरबाट आएन कुनै पनि ओपनर या कुनै पनि नम्बर 3बाट चाहिँ आएन त्यो देख्दाखेरि अब नराम्रो लाग्छ हाम्रै टुर्नामेन्ट हो हाम्रै ग्राउन्ड हो होइन जति पनि सपोर्ट हाम्रै लागि आउँछ होइन त्यो नदेख्दाखेरि चाहिँ अझै स्याड त फिल हुन्छ तर अब वर्ल्ड कप आउनु अझै टाइम छ आजको ठ्याक्कै 2 महिना छ होइन सो विल वर्क त्यसमा ओभरअल यहाँको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो यो पटक चाहिँ ओभरअल तपाईँको एक्सपिरियन्स एज अ क्याप्टेन होइन यो पटकको सिजनको एक्सपिरियन्स बताइदिनुहोस् न राम्रो रह्यो अब जसरी अब फरेन प्लेयरहरू हेर्नुहुन्छ भने हाम्रो टिममा पनि राम्रो प्लेयरहरू आउनुभएको थियो जस्तै जिमी निसमदेखि लिएर जेसन रोयसँग ड्रेसिङ रुम सेयर गरिरहेको थियौँ अब विराटनगर हुन्छ फाफ आउनुभएछ होइन गप्तिलहरू हुनुहुन्छ अरू टिममा पनि राम्रो फरेन प्लेयर आउनु त्यो देख्दाखेरि अब एउटा एनपिएलको हाइप चाहिँ राम्रो गएको छ त्यसैमा फ्लड लाइट पनि फर्स्ट टाइम हामी फ्लड लाइटमा खेलिरहेको छौँ अब फ्लड लाइटमा अब कति डोमेस्टिक प्लेयरहरू फर्स्ट टाइम खेलिरहेको भएर अलिकति नर्भस पनि हुनसक्छ होइन सो ओभरअल एक्सपिरियन्स चाहिँ राम्रो र रमाइलो आज पोखराकोबाट अर्जुनको कतिसम्म प्रमिसहरू छ होइन धेरै राम्रो प्लेयर होइन जसरी उहाँले डोमेस्टिकमा रनहरू बनाइराख्नु भएको छ होइन अब T20 खेल्नु भएन होला होइन तर जसरी 1 डेमा जसरी रनहरू बनाइराख्नु भएको छ सो